आज मलाई फेरि होइन यति धेरै चाँदीको पिक्सीहरूको अर्डर आएको थियो क्या। यो पिक्सीहरू हतार त थियो तर पनि योभन्दा हतार चाहिँ सादावाला बालामा चाहिँ लेजर गर्नुपर्ने थियो नि त। त्यसैले सुरुमा त यो होइन खिचिरहेको मोबाइललाई स्वाटलाई तानिहरी पिक्सीलाई टक्कलर डेस्कमा हालिहरी हाम्रो यो छेउमै भेडासिङमा रहेको यो होइन वज्र लेजरमा गयो। अनि यहाँ चाहिँ होइन टक्कलर लेजर गर्नुभन्दा अगाडि चाहिँ सेपमा होइन राख्नु पर्दो रहेछ नि त। फर्ममा टक्कलर मजाले सेपमा राखिसके पछाडि डिजाइनहरू हामीले अगाडि नै सेलेक्ट गरिसकेको थियो नि त। अनि डिजाइन चाहिँ यस्तो खालको थियो। अनि यो कल्ली चाहिँ ठ्याक्क लगाएर होइन यो हुन्छ नि लेजरको ठ्याक्कै होइन ठ्याक्कै पोजिसनमा राख्नु पर्दो रहेछ। पोजिसनमा राखिसके पछाडि यो जुन यहाँ देखिरहनु भएको छ नि यो गोलो हो। यो गोलोबाट सरर लगाएर लेजर हान्दो रहेछ। अनि तपाईँहरूले चाहिँ यो लेजर हानेको देख्नु भएको थिएन। यदि देख्नु भएको थिएन भने चाहिँ यो भिडियो तपाईँहरूको लागि हो। अनि यो भिडियोलाई चाहिँ 100 लाइक चाहिँ ड्याम्मै पुऱ्याइदिनु होला। यो सुरुमा चाहिँ किन एडजस्ट गर्नु पर्दो रहेछ भने चाहिँ होइन यो लेजर सुरु भए पछाडि होइन त्यसलाई हल्लाउनु पनि नमिल्ने रहेछ नि त। त्यसरी सुरुमै सेप चाहिँ मिलाइहाल्नु पर्दो रहेछ क्या। सो हेर्न सक्नुहुन्छ होइन लेजरले चाहिँ कस्तो दामी डिजाइन हानिसकेको छ क्या। हामीले जुन डिजाइन होइन क्रिएट गर्नु भनेको थियो नि त्यही डिजाइन कस्तो मजाले कार्भ भइसक्यो क्या लेजरले। अनि हेर्न सक्नुहुन्छ पुरै लेजर हानिसके पछाडि यस्तो देखिएको छ। यसको चाहिँ एन्टिक गर्न बाँकी छ नि त। हल्का एन्टिक दियो भने चाहिँ हल्का कालो कालो खालको दामी लाइट आउँछ नि त। सो यो चाहिँ म भोलि गर्छु। अहिलेको लागि चाहिँ यत्रो पिक्सीहरू ड्याम्बुट हान्न थालिसकेको छु। अब यो पिक्सी कस्तो हुन्छ र यो होइन एन्टिक गरे पछाडि कस्तो हुन्छ तपाईँलाई म भोलि देखाइहाल्छु है त।